ल है मित्रहरू, अब यो चाहिँ हिजो अस्ति हामीले आधी उधी देखाउँदै थियो। आजबाट चाहिँ यसलाई हामीले कम्प्लिट गरेको छौँ। हेर्नुहोस्, किचन सेट चाहिँ हामीले यस्तो प्रकारले बनाएको छौँ है। यो पढाएको त्यसलाई बन्द गर्नु। यहाँ चाहिँ डस्टबिन हो, के लाउन सकिन्छ। अलिक यता अब यता चाहिँ हो हाम्रो ग्लासको यसरी स्लाइडिङ गरेर बनाइदिएको छ। यहाँनिर चाहिँ अहिले हाम्रो हतियार राखेको छ। यहाँ चाहिँ ओभन बस्छ। यो माथि सामानहरू राख्ने यस्तो ग्यापहरू छ भने चाहिँ यसरी बनाउन सकिन्छ। यस्तो छ है। त्यो चाहिँ सिलिन्डर ग्यास राख्ने ठाउँ।